हुन्छ अरे नि, भाँडामा पनि कतिवटा डिफेक्ट हुन्छ अरे नि, त्यसको बारेमा अलिकति भनिदिन्छु है। अब घेला चाहिँ अब कल अरे हो, कलबाट चाहिँ ज्ञान आउँछ अरे, कलबाट पानी जसरी बग्छ त्यसरी नै अब ज्ञान अरे त्यसै हो। हामी चाहिँ 3 प्रकारको डिफेक्टेड भाँडा चाहिँ हुनु हुँदैन अरे। अब हामी चाहिँ घोप्टो परेको भाँडा जस्तो भयो भने चाहिँ घेलाले पडाएको कल खोल्यो माथिबाट डल्लै साइडबाट बगेर गएकै हो। उल्टा परेको भाँडा जस्तो भएर चाहिँ बस्नु हुँदैन अरे क्लासरुममा। भन्नु खोजेको चाहिँ क्लासमा बस्यो, सुन्यो, बुझ्यो, केही छैन, आएर एटेन्डेन्स मात्रै दिएर गयो, त्यो हुनु हुँदैन अरे। अर्को चाहिँ दुलो परेको भाँडा जस्तो हुनु हुँदैन अरे हो। भाँडा दुलो परेको कस्तो हुन्छ, अब ज्ञान आउँदैछ सबै बगेर पनि जाँदैछ, बस्नु त पस्दै थियो त्यो भाँडाभित्र, बगेर पनि जाँदैछ है। र लास्ट थर्ड काइन्ड अफ भाँडा चाहिँ के अरे भन्दाखेरि पोइजन भएको भाँडा अरे। त्यो पोइजन भएको भाँडा चाहिँ एकदमै डरलाग्दो अरे। किन भन्दाखेरि चाहिँ त्यसमा ज्ञान जुन चाहिँ पस्दैछ पोइजनसँग मिक्स भएर पोइजन हुन्छ अरे। त्यो चाहिँ हाम्रो माइन्ड अरे क्या त। माइन्ड अब कस्तो भन्दाखेरि घेलाले अब राम्रो नलेज दिँदैछ, अब यस्तो भन्यो त उसलाई त मन पराउँदैन होला है भने त्यहाँ पोइजन मिलाउने क्या त मन परायो। यो 3टा डिफेक्ट चाहिँ हुनु हुँदैन अरे। एउटा प्योर माइन्ड राखेर चाहिँ घेलालाई है, अब टिचर भनेको त भगवान बडाबाट नै हुन्छ है, त्यो मन बोकेर चाहिँ हामी राइट माइन्डसेटले चाहिँ र यसरी एउटा फ्यामिली जस्तो भएर बसौँ, एक अर्कामाथि रिस उयोहरू नराखौँ है। कतिवटा कुरामा रिस उठिहाल्यो भने पनि भनिहालौँ है, फेस टु फेस है, कुरा राखौँ। त्यस्तो गऱ्यो मनमा अब दुःख हुँदैन, बोक्नु पर्दैन है। राम्रो मिलेर बसौँ, सबैजना सिकेर अगाडि बढ्नुपर्ने छ है, त्यति भन्न चाहन्छु।